नमस्ते, स्वागत छ हजुरहरूलाई हाम्रो यो च्यानलमा। आज हजुर समक्ष मैले यो जाडो मौसममा यो भोगटे कसरी सार्ने भन्ने परिकार तपाईँ समक्ष ल्याउन गइरहेको छु। यसको लागि मैले यहाँ भोगटे देख्नु भएको छ। विभिन्न परिकारको भोगटे ल्याएको छु। हाम्रो यो भोगटेमा कुनै रातो पनि हुन्छ, कुनै सेतो पनि हुन्छ होइन। अब हामीले यो भोगटेलाई राम्रोसँग सबै यसको बोक्रा निकालेर है काट्न गइरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ। यो हाम्रो यो भोगटे चाहिँ नि यत्तिकै काँचो पनि खान मिल्छ। यो चाहिँ नि धेरै अमिलो नभएको हुनाले हामीलाई अब अमिलो मनपर्ने मान्छेहरूले यत्तिकै यो पनि खाने गर्छन्। यसलाई मजाले हामीले यसरी बोक्रा निकाल्दै जाने है। यो भोगटे चाहिँ नि रातो खालको भोगटेको छ। हेर्न सक्नुहुन्छ। यसरी हामीले बिस्तारै यो भोगटेको बोक्रा निकाल्दै जाने। यसले चाहिँ नि यो यसमा भोगटेमा चाहिँ नि भिटामिन सीको मात्रा पनि धेरै हुने भएको भएर अहिले यो समयमा पनि हामीले यो भोगटे खान राम्रो हुने गर्दछ। त्यही भएर अब कसैलाई मनपर्ने पनि हुन्छ, कसैलाई नमनपर्ने पनि हुन्छ। तर म्याक्सिमम मान्छेहरूले बच्चादेखि लिएर बुढोसम्म सबैले मन पराउनुहुन्छ यो भोगटे। यसरी यसको सबै यो बोक्रा निकालिदिने। यसमा भएको यो बियाहरू, यसको यो सेतो बोक्राहरू सबै बिस्तारै निकाल्दै जाने र हामीले भोगटे सार्ने भाँडामा राख्न जाने थाल्छौँ। यसरी यसलाई सानो सानो पिस गर्दै राख्दै जाने। तपाईँले देख्दै हुनुहुन्छ। यो भोगटे सार्न एकदम सजिलो नै छ। यो सबैले नै सारिदिएर खान सक्नुहुन्छ घरमा मजाले दिउँसो घाम लागेको बेलामा। यो चाहिँ नि सारिदिएर सबै परिवार घरमै बसेको बेलामा रमाइलो हुने, रमाइलो गर्दै खाने यो एउटा उसो हो। यो चाहिँ नि हामीले भोगटे खास गरेर जाडो महिनामा खाने गर्छौँ। भोगटेमा हामीले सुन्तलाहरू, स्याउहरू, केराहरू पनि मिसाउन सक्छौँ। यसमा अझै टेस्ट यसले अझै बढाउँदै जान्छ। त्यही भएर हामीले यसमा यो अरूहरू पनि एड गर्छौँ। र यसरी हेर्नुहोस् हामीले रातो प्लस सेतो चाहिँ नि भोगटे सारिदिएर बिस्तारै राख्दैछौँ। तपाईँ परिवारहरू कतिको हुनुहुन्छ त्यो अनुसारले तपाईँहरूले भोगटे सार्नुभयो हुन्छ। हाम्रो परिवार धेरै भएको हुनाले हामीले अलिक धेरै नै भोगटे सारेर निकाल्दैछौँ। यस्तै गरेर मैले यो सुन्तला पनि बिस्तारै निकाल्दै सार्न गइरहेको छु। यसमा सुन्तलाको यसमा गुलियो प्लस अमिलो सबै यसको टेस्ट बढ्ने भएको भएर हामीले चाहिँ यो सुन्तला पनि सार्न गइरहेका छौँ। यो एकदम सजिलो छ। तपाईँहरूले एकछिनमै तपाईँले यो बनाएर सकाउनुहुन्छ। मिठो पनि हुन्छ, अमिलो पनि हुन्छ। यो जाडोमा अमिलो पिरो खान एकदम रमाइलो हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ। यसरी हेर्नु हामीले भोगटे सबै बोकेर सकाइसकेका छौँ। अब हामीले यसमा मसला राख्न गइरहेका छौँ। यसको लागि चाहिने सिम्पल परिकारमा सिम्पल मसलाहरू छ। त्यो तपाईँले मजाले आफ्नो घरमा पाउन सक्नुहुन्छ। यसमा केही अनौठो केही नयाँ नौलो केही राख्नुपर्ने हुँदैन है। त्यही भएर यो एकदम सजिलो छ। सुरुमा मैले स्वाद अनुसार नुन राख्न गइरहेकी छु। हेर्नुहोस्। अब हामीले भोगटे अनुसारको नुन कति चाहिन्छ हजुरलाई 2-2.5 चम्मच मैले एउटा यसमा चाहिँ दुई चम्मच पुरा नुन राखेको छु। त्यस्तै गरेर अब खुर्सानी स्वाद अनुसार तपाईँहरूलाई कतिको पिरो खान मन छ है त्यही अनुसारले तपाईँहरूले राख्दै गर्नुहोस्। मैले यसमा धुलो खुर्सानी रातो धुलो खुर्सानी राखेको छु। तपाईँहरूलाई हरियो खुर्सानी मनपर्छ भने पनि हरियो खुर्सानी पेस्ट बनाएर राख्नु भए पनि हुन्छ। यस्तै गरी जिराको धुलो पनि मैले राखेको छु है। यसमा पनि तपाईँहरू स्वादअनुसार जिराको धुलो पनि राख्दै जानुहोस्। अब यस्तै गरेर जिरा राखिसकेपछि हामीले यो तिललाई चाहिँ नि मजाले भुटेर यसलाई पिसेर हामीले राखेको छौँ पहिलेदेखि नै। यसलाई तिल पनि राख्दै जाने। यो पनि हामीले यसको लागि यसमा मोल्ने हिसाबले हामीले राख्नुपर्छ है। तिलको धुलो तपाईँहरूले तिल मजाले हामीले बजारमा पाउन सक्छौँ। त्यस्तै गरेर अब मैले यसमा दही राख्न गइदैछु। अब यो चाहिँ नि मैले यति भोगटेको लागि मैले हाफ लिटर दही लिएको छु। यो गुलियो खालको दही छ। तपाईँहरूलाई कतिको दही मनपर्छ, कतिको झोल मनपर्छ त्यही अनुसारले राख्नुभएको हुन्छ। मैले यति अब हाम्रो 5वटा भोगटेलाई मैले हाफ लिटर दही पुरा राख्दैछु।
तपाईँले देख्न सक्नुहुन्छ यसरी नै अब यसमा सबै मसला आइसकेको छ है। अब यसलाई मैले मजाले अब मैले यसमा तिलको धुलो अझै नपुगेको भएर मैले अझै यसमा थोरै एड गरेँ है। तपाईँले अब यसमा स्वादअनुसार बिरेनुन नुन पनि हामीले राख्न सकिन्छ। यसमा अझै टेस्ट बढाउनको लागि नुन प्लस बिरेनुन नुन राख्नुभयो भने अझै यसमा स्वाद बढ्छ। त्यही भएर यसमा हजुरहरूको घरमा पनि मजाले पाइन्छ यो बिरेनुन, कहीँ खोज्न जानु पनि पर्दैन, सबैको घरमा रहन्छ यो बिरेनुन। त्यही भएर यसले चाहिँ नि अब एउटा औषधीको काम पनि गर्छ। त्यही भएर यो पनि राम्रो हुन्छ। अब यसलाई राम्रोसँग हातैले मोल्ने, सबैलाई मिक्स हुने तरिकाले। अब यसको पिसहरू ठुल्ठुलो छ भने यसलाई सानो सानो पिस गर्दै बिस्तारै मोल्दै जाने हामीले। अब यसमा अर्को हाम्रो इन्ग्रिडियन्ट भनेको चिनी हो। यो अमिलो हुने भएको भएर यसलाई गुलियो पनि गराउनको लागि हामीले यसमा स्वादअनुसार चिनी पनि राख्दै जान्छौँ। मैले यतिको भोकटेमा चिनी एड गर्दै गइरहेको छु। तपाईँहरूले कतिको गुलियो मनपर्छ? अब मलाई चाहिँ अलिक गुलियो नै मनपर्ने भएको भएर मैले चाहिँ नि चिनी अलिक धेरै नै राखेको छु। र अब यसलाई यसरी मोल्दै जाने। तपाईँले देख्नुभएको छ यसमा यसको कलर अझै बढ्दै गइरहेको छ है। त्यो दहीले त्यो सबै मसलालाई राम्रोसँग मिक्स गर्दैछ। यो हेर्दै अलिकति खाउँ खाउँ जस्तै भइसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यसको बेफाइदा केही छैन। त्यो भएर तपाईँहरूले मजाले यो भोगटे आफ्नै घरमा साँधेर मजाले खान सक्नुहुन्छ है। अब यसमा चाहिने सामानहरू पनि केही नपाइने सामानहरू छैन है। मजाले घरमा पाइने सामानहरूले नै तपाईँले घरमा बसी बसी यो भोगटे साँधेर खान सक्नुहुन्छ। यो चाहिने मेन चाहिने यो भोगटे भनेको तिहारमा, हाम्रो तिहारको लागि चाहिने हुन्छ है। अब त्यही तिहारमै युज भइसकेपछि हामीले कसैले त्यही घरमा खान्छ है, कसैले चाहिँ नि अब किनेर ल्याएर पनि खान्छ। यसमा चाहिँ नि अब भोगटे प्लस सुन्तला, केरा, स्याउ पनि गएको छ। तपाईँहरूलाई मनपर्छ भने राख्नुहोस्, मन पर्दैन भने पनि नराख्नु भए पनि हुन्छ। राख्नुपर्छ भन्ने कम्पल्सन पनि छैन है। यस्तै गरेर यसलाई ठुल्ठुलो पिस भएकोलाई मसिनो पार्दै हामीले यसलाई मिक्स गर्दै जाने। जति तपाईँले मोल्नुभयो त्यति त्यसको रस त्यति बढ्दै जान्छ, त्यति यसको रस निस्किँदै जान्छ। अब यसलाई मिक्स हुँदै गयो। अब हामीले चाहिँ नि यसलाई चाहिँ नि अझै अब झान्नुपर्छ है। यसमा थोरै बेसार राखेर हामीले तोरीको तेलमा मेथी राखेर अनि झान्ने गर्छौँ। अब मैले यसमा यसलाई चाहिने बेसार राख्न थालेँ है। हजुर देख्न सक्नुहुन्छ बेसार राखिसकेँ। अब मैले उता ग्यासमा चाहिँ नि तेलमा मेथी राखेर खराइसकेको छु। अब यस माथि नै बेसारमाथि नै हामीले त्यो तेल राख्छौँ र सबै राम्रोसँग मिक्स गर्छौँ। देख्नुहुन्छ है, यसरी कालो भइसकेको छ सबै मेथी, यसरी राख्छौँ हामीले त्यसमाथि नै। हजुर यस्तै गरेर हामीले सबै तेल राखिसकेपछि अब यसलाई अझै मजाले अब मिक्स गर्छौँ। तपाईँले देख्नुहुन्छ यसको कलर अझै राम्रो हुँदै गइसकेको छ। हेर्दै खाउँ खाउँ लागिसकेको छ है। यसमा जाडो मौसममा घाममा बसेर अमिलो पिरो यो भोगटे साँधेर खानुको मजा छुट्टै हुन्छ। त्यसमा सबै परिवारसँगै बसेर खाँदाखेरिको रमाइलो पनि छुट्टै रहन्छ। तपाईँहरूले यो भोगटे साँधेर अवश्य घरमा ट्राई गर्नुहोस्, किनभने यसले चाहिँ नि तपाईँहरूलाई यो जाडोमा तातो तातो जिउ पनि बनाउने गर्छ है। ल अब यो भोगटे साँधेर रेडी भइसकेको छ। अब यो टेस्ट गर्न पनि रेडी भइसकेको छ। अब म यो टेस्ट ट्राई गर्नको लागि अब यो थोरै प्लेटमा सर्भ गर्न जाँदैछु। हेर्नुहोस् भोगटे साँधेर अब भइसकेको छ, रेडी भइसकेको छ। अब हजुरलाई कति खानु मनपर्छ त्यो अनुसारले लिएर खाने गर्नु है। यो भोगटे अब रेडी भइसकेको छ। हेर्नुहोस्।
यो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो यो भिडियोलाई लाइक, सेयर एन्ड कमेन्ट गरिदिनु होला र यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।